यति बेला साउदी अरबमा एउटा नयाँ नियम लागू हुने भन्ने समाचार आइरहेको छ। साउदी अरबले विदेशी कामदारहरूका लागि सिप परीक्षण अर्थात् स्किल टेस्ट प्रोग्राम ल्याउने भएको छ। यो कानुन लागू भएमा जति पनि साउदी अरबमा काम गर्न आउने विदेशी कामदारहरू छन् उहाँले थप आफ्नो तयारी गर्नुपर्ने र आफ्नो स्किललाई सक्षम बनाउनु पर्ने बाध्यता आइलागेको छ। अब जति पनि साउदी अरबमा आउँछन् विशेष गरी सामान लोड अनलोड गर्ने, ठेलागाडा चलाउने, भरिया तथा कन्स्ट्रक्सनमा काम गर्ने, बिल्डिङ लाइनमा निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरूका लागि यो नियम लागू हुनेछ। श्रमिकलाई परीक्षा पास गर्न 3 पटक मौका दिइनेछ। यदि 3 पटक मौका दिँदा पनि श्रमिकले उत्तीर्ण गर्न सकेन भने तिनीहरू साउदी अरबमा आउन अयोग्य हुनेछन्। यो सिप परीक्षण पास गर्न पनि पैसा पे गर्नुपर्नेछ, एटलिस्ट 15,000 जति। यदि यो कार्यक्रम साउदी अरबमा लागू भयो भने जति पनि साउदी अरबमा आउने विदेशी कामदारहरू छन्, जति पनि श्रमिकहरू छन्, उनीहरूलाई फेरि अर्को झट्का लाग्नेछ। किनभने उहाँले अब साउदी अरबमा आउन स्किल टेस्ट गर्नुपर्नेछ र आफ्नो सिप परीक्षण गरिसकेपछि मात्रै साउदी अरबले उहाँलाई योग्य ठान्नेछ। यो प्रोग्राम छिटै सुरु हुने भनिएको छ। यदि साउदी अरबले यो प्रोग्राम सुरु गर्यो भने सहित विभिन्न देशका जो साउदी अरबमा रोजगार गर्न आउने श्रमिकका लागि भने यो थप बोझ बनेको छ। उहाँले स्किल टेस्ट सिप परीक्षण गर्न आफूले पैसा पनि पे गर्नुपर्नेछ भने थप तयारी गर्नुपर्ने पनि बाध्यता आइलागेको छ। यति बेला स्किल टेस्ट पास गर्न सकेन भने उनीहरू चाहिँ अयोग्य ठानिनेछन् साउदी अरबिया आउनका लागि। यसम्म भने नेपाल सरकार र साउदी अरब बीच कुनै पनि यो विषयमा द्विपक्षीय छलफल चाहिँ भएको छैन। यदि अबका दिनमा यो स्किल टेस्ट प्रोग्राम अथवा सिप परीक्षण कार्यक्रम लागू भयो भने थप मार्कामा पर्ने देखिन्छन् श्रमिकहरू।